नेपालको सहकारी लाखौंको सक्रियता, करोडौंको सहभागिता र अर्बौंको कारोबार छ। तर अनेकौं सफलताका बीचमा छन् पीडा र चिन्ताका रेखाहरू। परिमाणात्मक सफलता हात पार्न सफल छ नेपालको सहकारी क्षेत्र, तर अब चिन्ता र चासो छ स्वरोजगारी, उद्यमशीलता र गुणात्मक विकासको। सहकारीका यिनै विषयमा छलफल गर्न आउँदैछौँ हामी कार्यक्रम सहकारी सन्दर्भमा, हरेक बुधबार मात्र राज्य टेलिभिजनमा। सम्पूर्ण दर्शकहरूलाई हार्दिक नमस्कार। सहकारीका विविध विषयमा छलफल गर्ने कार्यक्रम सहकारी सन्दर्भ राज्य टेलिभिजनमा हरेक बुधबार प्रसारण हुने गर्छ। सहकारी सन्दर्भ कार्यक्रममा हामीले सहकारीका विभिन्न विषयहरू, समय परिस्थिति अनुसारका विषयहरूमा कुराकानी गर्ने गर्छौँ। आजको सहकारी सन्दर्भमा हामीले सहकारीमा नयाँ आर्थिक वर्षको सुरुवातसँगै अब साधारण सभाको समय आएको छ। ती साधारण सभाहरूलाई कसरी सम्पन्न गर्ने, सहकारीभित्र साधारण सभा भनेको के हो, साधारण सभालाई गुणस्तरीय बनाउनका लागि हामीले के गर्न सकिन्छ भन्ने बारेमा कुराकानी गर्न गइरहेका छौँ। आजको सहकारी सन्दर्भमा हामीमा आज उपस्थित हुनुहुन्छ सहकारी क्षेत्रका अत्यन्तै विज्ञ व्यक्तित्व, जसले प्रारम्भिक सहकारी संस्थामा अनुभव लिनुभएको छ, जसले सहकारी क्षेत्रमै रहेर विद्यावारिधि गर्नुभएको छ र राष्ट्रिय सहकारी नियमन प्राधिकरणको पूर्व अध्यक्षका रूपमा पनि काम गरिसक्नु भएको छ। आदरणीय व्यक्तित्व डाक्टर खगराज शर्मा सरलाई म यो सहकारी सन्दर्भमा हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार, धन्यवाद। आजको सहकारी सन्दर्भमा हामीले खगराज सरसँग यसको बारेमा कुराकानी गर्छौँ। साधारण सभा किन, कसरी, यावत विषयमा यसको दार्शनिक पक्षको बारेमा पनि कुरा गर्छौँ भने मैले फेसबुकमा केही प्रश्नहरू तपाईँहरूका छन् भने राख्नुहोला भनेको थिएँ। सहकारी कर्मीहरूले केही प्रश्नहरू पनि राख्नु भएको छ। हजुरहरूले राखेका प्रश्नहरू बारेमा पनि सरसँग मैले अन्तर्क्रिया गर्नेछु। अब सुरुवाती चरणमा यो सहकारीभित्र साधारण सभा के हो भन्नेबाट हामी सुरुवात गर्दैछौँ। म डाक्टर खगराज शर्मा सरलाई सोध्न चाहन्छु, सहकारीको संरचनाभित्र साधारण सभाको स्थान कस्तो छ? वास्तवमा सहकारी संस्था भनेकै सदस्यहरूको संस्था हो। सदस्यहरू मिलेर नै सहकारी संस्थाहरू अगाडि बढेका छन्, अथवा सहकारी सदस्यहरू मिलेर नेतृत्व निर्माण भएको छ र नेतृत्व निर्माण भएर चाहिँ त्यो नेतृत्वले संस्थालाई चाहिँ व्यवस्थित ढङ्गले अगाडि बढाउँछ। निश्चित समयसम्म उसले चाहिँ त्यही नेतृत्व बस्छ। कानुनले दिएअनुसार 4 वर्षका लागि नेतृत्व रहन्छ र हरेक आर्थिक वर्ष समाप्त भएको 6 महिनाभित्र साधारण सभा गरिसक्नुपर्छ भन्ने सहकारी कानुनमा प्रष्ट रूपमा व्यवस्था गरिएको छ। यस अर्थमा साधारण सभा भन्ने बित्तिकै कुनै पनि सहकारी संस्थाले 1 वर्षभरिमा के काम गर्यो त, त्यो सदस्यहरूका निम्ति, सदस्यको हितका निम्ति, सदस्यको आवश्यकता परिपूर्तिका निम्ति 1 वर्षभरिमा गरिएका कामहरूको फेरिस्त सार्वजनिक गर्ने कुरा, सदस्यहरूसँग अनुमोदित गर्ने कुरा र गत साधारण सभाले गरेका निर्णयहरूलाई व्यवस्थित ढङ्गले कार्यान्वयन गर्न सकियो कि सकिएन भन्ने कुराको समीक्षा गर्ने कुरा र बिचमा कतिपय राज्यले जुन निर्दिष्ट गरेका, राज्यको भनौँ न कानुनमा निर्दिष्ट भएका विषयहरूलाई व्यवस्थित ढङ्गले गरियो कि गरिएन भन्ने कुरा र आगामी वर्ष हामीले के कार्यक्रम गर्छौँ, कसरी जान्छौँ, अथवा आगामी वर्षको कार्यक्रम के छ, सहकारीले के कार्यक्रम गर्छ भन्ने जस्ता विषयहरूमा पनि समीक्षासहित छलफल गरेर आगामी वर्षको बजेटसहित पारित गर्नका निम्ति एकदमै महत्त्वपूर्ण र वास्तवमा सहकारीको एउटा खास चाहिँ पर्वका रूपमा हामीले साधारण सभा लिनुपर्छ भन्ने लाग्छ। सहकारीभित्र विभिन्न संरचनागत निकायहरू छन्। त्यहाँ सञ्चालक समिति छ, लेखा सुपरिवेक्षण समिति छ, विभिन्न उपसमितिहरू छन्। त्यहाँभित्र साधारण सभा पनि छ, त्यहाँभित्र कर्मचारी हुनुहुन्छ, त्यहाँभित्र व्यवस्थापन पक्षभित्र पनि व्यवस्थापक छुट्टै अन्य कर्मचारीहरू हुनुहुन्छ। उहाँहरूमध्ये साधारण सभालाई कुन तहमा राख्न सकिन्छ, एउटा सामान्य सहकारी कर्मीका रूपमा अथवा सहकारीका सदस्यका रूपमा भन्ने हो भने? होइन, साधारण सभा भनेको सबैभन्दा महत्त्वपूर्ण र उच्च स्थान हो। किनभने हाम्रो चाहिँ त्यसको एउटा स्ट्रक्चरको हिसाबले, संरचनागत हिसाबले हेर्दा पनि साधारण सभालाई सबैभन्दा माथिल्लो तहमा राखिन्छ। त्यसपछि सञ्चालक समिति हुन्छ, त्यसपछि क्रमशः चाहिँ अरू उपसमिति हुन्छ। लेखा समिति, लेखा सुपरिवेक्षण समिति चाहिँ सञ्चालक समितिसँग प्यारलल नै हुन्छ, समानान्तर नै हुन्छ। त्यसपछि क्रमशः अध्यक्ष हुँदै चाहिँ एउटा चाहिँ व्यवस्थापनतर्फ आउँछ। यस अर्थमा साधारण सभा भनेको उच्च स्थानमा रहने एउटा सहकारीको महत्त्वपूर्ण अङ्ग हो भनेर हामीले बुझ्नुपर्छ। सहकारीका कार्यक्रममा जाँदाखेरि प्राय सुन्ने गरिन्छ नाम साधारणै भएर हो कि र
अधिकारको हिसाबले सर्वोच्च निकाय हुँदा हुँदै पनि सहकारीभित्र साधारण सभाले जति महत्त्व पाउनुपर्ने हो त्यो साधारण सभालाई जति त्यसका लगानीकर्ता मालिकहरू सदस्यहरूले महत्त्व दिनुपर्ने हो, आफ्नो सहभागिता दिनुपर्ने हो, दिन नसकेको आजकलका साधारण सभा त कर्मकाण्डी मात्रै भए, आउने हाजिर गर्ने जाने भन्ने खालका कुराहरू सुनिन्छ। सरले धेरै क्षेत्रमा अनुभव लिनुभएको छ। प्रारम्भिक सहकारी संस्थामा यही सहकारी क्षेत्रमै विद्यावारिधि गर्नुभयो। राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा पनि अनुभव सरले त्यहाँ बसेर काम गरेर अनुभव लिइसक्नु भएको छ। सहकारीभित्र साधारण सभा के आलोचना गरिए जस्तै कर्मकाण्डी मात्रै छन् कि यसलाई गुणस्तरीय साधारण सभा पनि गर्न सकेको पाउनु भएको छ? हामीले साधारण सभालाई गुणस्तरीय साधारण सभा नै बनाउनुपर्छ। तर यो सबैभन्दा ठुलो समस्या के हो भने हामीले सहकारीका सदस्यहरूलाई साधारण सभाको महत्त्वका बारेमा प्रभावकारी ढङ्गले बुझाउन सकेनौँ भन्ने नै बुझ्नुपर्छ। यसका लागि सबैभन्दा पहिला सहकारी संस्थाहरूमा सहकारी शिक्षा कोष भनेर पनि छुट्याइएको हुन्छ। अरू विभिन्न निकायहरूले पनि विभिन्न ढङ्गले शिक्षा प्रदान गरिरहेकै हुन्छन्। र साधारण सभा किन महत्त्वपूर्ण छ र सदस्यको त्यहाँ किन उपस्थित छ? वास्तवमा साधारण सभामा गएर प्रश्न गर्न सक्ने सामर्थ्य सदस्यको कसरी विकास गर्ने? सञ्चालकलाई प्रश्न नगर्ने होइन कि सञ्चालकलाई प्रश्न गर्न सक्ने बनाउने गरी चाहिँ हामीले शिक्षा दिन नसकेर साधारण सभा कर्मकाण्डी भयो। अर्कोतर्फ के पनि भयो भने निश्चित समयभित्र साधारण सभा गरिसक्नुपर्ने, एउटै व्यक्ति चाहिँ 10वटा सहकारी संस्थाको सदस्य हुने, त्यसले गर्दा कतिपय साधारण सभा दोहोरिने, फेरि व्यक्तिका चाहिँ धेरै कामका व्यस्तता, त्यसले गर्दा उनीहरूले चाहिँ त्यो महत्त्व नदिने अवस्था देखियो। अर्कोतर्फ सहकारी कुनै पनि मान्छेले आफ्नो जीवनको कमाइको महत्त्वपूर्ण हिस्सालाई यदि सहकारीमा जम्मा गरेको छ भने उसले त्यसलाई बढी महत्त्व दिन्छ। मलाई लाग्छ कतिपय मान्छेहरूले आफ्नो जीवनको कमाइको ठुलो हिस्सा सहकारीमा जम्मा नगरेको कारणले पनि महत्त्व नदिएको हुनसक्छ। यस अर्थमा यी सबै कुरालाई हामीले साधारण सभा सञ्चालन गर्नुभन्दा अगाडि अथवा हरेक वर्ष सहकारीका सदस्यलाई प्रभावकारी ढङ्गले बुझाउनुपर्छ। बुझाउन सक्दा महत्त्व बढेर जान्छ। र हामीले चाहिँ जो मान्छे सहकारीको साधारण सभामा रेगुलर उपस्थित हुँदैन, अब कानुनमै त ठ्याक्कै हामीले यति वर्षभित्र नआउनेलाई चाहिँ निकाल्ने भनेर भनेको छैन। तर हामीले संस्थागत आचार संहिता बनाउन सकिन्छ। संस्थाले आफ्ना कार्यविधिहरू बनाउन सक्छ। साधारण सभा सञ्चालन कार्यविधि बनाएर कमसेकम 3टा साधारण सभामा समेत मान्छे भौतिक रूपमा उपस्थित हुँदैन भने त्यस्ता सदस्यलाई किन सहकारीमा राख्ने त? उसलाई त्यो सहकारीप्रति किन चासो छैन भन्ने जस्ता प्रश्न पनि हामीले चाहिँ गर्नुपर्ने परिस्थिति छ। र यहाँले भन्नुभयो जस्तै साधारण सभाहरू त्यस्तै हुन् कि कर्मकाण्डी हुन् कि राम्रा पनि छन् कि कतिपय सहकारीका राम्रा साधारण सभा पनि छन्। सदस्यहरू बिचमा पर्याप्त अन्तर्क्रिया हुन्छ। सदस्यहरूले चाहिँ अझ समूहगत रूपमा छलफल गर्छन्। समूहगतमा छलफल गरेर चाहिँ अनि त्यसपछि प्रतिनिधिमूलक ढङ्गले आउने गरेका पनि छन् कतिपय ठाउँमा। यस्ता विभिन्न ढङ्गले अन्तर्क्रियात्मक ढङ्गले छलफल भएर साधारण सभा सम्पन्न भएका पनि प्रशस्त सहकारी छन्। तर आम रूपमा मेसिभली हामीले हेर्दा, म्यासेजका रूपमा हेर्दा साधारण सभाहरू प्रभावकारी भएनन् भन्ने नै छ। त्यसकारणले यसलाई प्रभावकारी बनाउन सबै लाग्नुपर्छ। मलाई लाग्छ सहकारी संस्थाले यसलाई शिक्षामा नै बढी लगानी गर्नुपर्छ। यही साधारण सभा जति हुनुपर्ने हो व्यवस्थित तरिकाले बन्न सकेन भन्ने हिसाबले नै होला राष्ट्रिय सहकारी नियमन प्राधिकरणले 2082 भदौको 17 गते 8 बुँदे साधारण सभा सञ्चालन सम्बन्धी मापदण्ड जारी गर्यो। त्यो मापदण्डभित्र धेरै विषयहरू परेका छन्। अहिले प्रसङ्ग पनि मैले निकाल्छु। धेरै हाम्रो सहकारीका सदस्यहरूको गुनासो पनि छ केही विषयहरूमा। त्यसको उद्देश्यका रूपमा त्यो बेलामा त्यो मापदण्ड जारी गर्ने पदाधिकारीको हिसाबले पनि हजुरले के भन्न चाहनुहुन्छ? वास्तवमा हामीले सरसर्ती हेऱ्यौँ। सरसर्ती चाहिँ हामी प्राधिकरणमा बसेर हेरिरहँदा अधिकांश त्यहाँ समस्याहरू कस्ता आयो भने सञ्चालक चिन्दैनौँ, हामीले कार्यालय कहाँ छ भनेर चिन्दैनौँ, हामीले चाहिँ कर्मचारी त्यहाँको खास व्यवस्थापन प्रमुख को त्यो पनि चिन्दैनौँ। तर हामीले लाखौँ रुपियाँ सहकारीमा जम्मा गरेर हामी फस्यौँ। हामी बचतकर्ताको रूपमा मात्रै गयौँ। कलेक्सन गर्न आउने मान्छे जसले चाहिँ बचत कलेक्सन गर्न आउँछ उसँग हामी पैसा पठायौँ। ऊ पनि हामीले राम्रोसँग चिनेका थिएनौँ। यस्ता यावत प्रश्नहरू मान्छेहरूले प्राधिकरणमा आएर गर्न थाले। यसरी हेर्दै जाँदा कस्तो देखियो भने सहकारीलाई मान्छेले बुझ्दै नबुझिकन, सञ्चालकै नचिनिकन, सहकारी संस्था कस्तो छ भन्ने नै नबुझिकन, सहकारी संस्था सञ्चालन गर्ने कर्मचारी कस्ता छन् भन्ने नै नबुझिकन यस्तो एउटा अवस्था देखा पर्यो कि सहकारी नै नबुझिकन मान्छेले पैसा करोडौँ लाखौँ रुपियाँ जम्मा गरेको, करोडौँ रुपियाँ जम्मा गरेको तथ्यहरू आइसकेपछि वास्तवमा सहकारीको
को साधारण सभा धेरै महत्त्वपूर्ण हो र साधारण सभालाई प्रभावकारी बनाउने सञ्चालक समिति सम्बन्धित सहकारी संस्थाको कर्तव्य पनि हो। यस अर्थमा केही निश्चित नियमनकारी निकाय कतिपय ठाउँमा के देखियो भने नियमनकारी निकाय गएर उसको चाहिँ उपस्थितिमा सहकारी जहाँ दर्ता भएको छ दर्ता गर्ने निकायका मान्छेहरूको उपस्थितिमा गएर साधारण सभा सम्पन्न गरेका निजका चाहिँ हस्ताक्षर भएका माइनोट समेत प्रस्तुत गरेका सहकारीहरू पनि अप्ठ्यारोमा परेका छन्। तिनका पनि त्यहाँ बचत गरिएका भनेका मानिसका बचतहरू डुबेका छन्। यस अर्थमा चाहिँ हामीले के निर्देशनहरू मार्फत चाहिँ सजग बनाउने र सदस्यलाई पनि सचेत बनाउने सञ्चालकहरूलाई पनि सचेत बनाउने उद्देश्यले नै हामीले 8 बुँदे चाहिँ निर्देशन जारी गर्यौँ। त्यसमा मुख्यतया 3टा कुराहरू विशेष महत्त्वपूर्ण छन् भन्ने मलाई लाग्छ। त्यसभित्र सहकारी संस्थामा सदस्य हुनुहुन्न भने जनप्रतिनिधिहरूलाई पनि नबोलाउनु होला र राज्यका निकाय विशेष गरी कर्मचारीहरूलाई पनि नबोलाउनु होला भन्ने विषय थियो। मलाई प्रश्न पनि सोध्नु भएको छ सहकारी कर्मीहरूले फेसबुक मार्फत। हाम्रो सहकारी संस्थामा नबोलाएको कारणले भोलि हामी कतै स्थानीय सरकारसँग अथवा प्रदेश सरकारसँग उहाँहरूको नजरमा नराम्रो बनिने त होइन, बोलाएनौँ भन्ने हिसाबले यता प्राधिकरणको नियम मान्दा बोलाउन नहुने सदस्य हुनुहुन्न भने र नियम मानेर नबोलाउँदाखेरि फेरि हाम्रै स्थानीय सरकारभित्र भएर हामीलाई व्यवस्था गर्ने भन्ने खालका जिज्ञासाहरू पनि छन्। यसमा स्थानीय सरकारले वा प्रदेश सरकारले वा सङ्घीय सरकारले पनि के कुरा बुझ्न जरुरी छ भने सहकारी संस्था कुन तहमा दर्ता भएको छ। सहकारी संस्था दर्ता भएको निकाय वा दर्ता नभएको भए पनि मानव चाहिँ पालिकामा दर्ता भएको सहकारीमा प्रदेशको अधिकारी आउनु हुने कि नहुने भन्ने पनि प्रश्न उठ्ला। कुनै पनि तहको अधिकारी सहकारीका विभिन्न कार्यक्रममा सहभागी हुन मिल्छ, सहकारीले आयोजना गर्ने विभिन्न सामाजिक काममा मिल्छ, सहकारीका प्रशिक्षणका कार्यक्रमहरूमा मिल्छ, धेरै कार्यक्रममा मिल्छ। तर एउटा कार्यक्रम वर्षमा गरिने एउटा कार्यक्रम जुन वार्षिक साधारण सभा हो, त्यो वार्षिक साधारण सभा सदस्यको सभा हो र सदस्यको सभा भएको हुनाले त्यहाँ धेरै अन्तर्क्रिया गर्नुपर्ने हुन्छ र कहिलेकाहीँ कतिपय सहकारी संस्थाहरूमा संस्थाका सञ्चालकहरूले गरेका गलत क्रियाकलापहरूलाई साधारण सभामा अलिकति छड्के पारेर उनले अनुमोदन गराउने प्रयत्न गरेका हुन सक्छ। त्यस्ता बेलामा सरकारी क्षेत्रको जुन चाहिँ नियमनकारी निकाय हो, राज्यको एउटा जसले त्यो कुरालाई भोलि बिहान चाहिँ उजुरी पर्दाखेरि कारबाही गर्नुपर्ने निकायको मान्छे हो, ऊ स्वयं उपस्थित भएर उसको हस्ताक्षर समेत गरेर वा उसको एउटा चाहिँ मतलब भिडियो खिचेर वा त्यस्ता विभिन्न खालका चाहिँ डकुमेन्टहरू नै फोटो खिचेर त्यसरी चाहिँ साधारण सभालाई सफलीभूत बनाउने कुरामा गलत कामलाई साँची बस्ने काम नगरौँ भन्ने नै मनसायले यो सरकारी निकायका मान्छेहरू कोही पनि साधारण सभामा सहभागी नहुन्। यदि सदस्य नै हो त सदस्यको अधिकार भयो, जानु पर्यो। सदस्य बाहेकका कुनै पनि व्यक्ति चाहिँ त्यस्तो साधारण सभामा सहभागी नहुने नै हो। किन भन्दा सहकारीले त्यस विषयमा गुनासो गर्ने होइन कि सम्बन्धित निकायले नबुझ्यो भने प्राधिकरणसँग त्यसको विषयमा सोध्नु पर्यो, किन हो त्यो, के हो त्यसको। कतिपय पालिका प्रमुखहरूले, म पनि प्राधिकरणमा हुँदाखेरि कतिपय प्रदेशकै पनि सांसदहरूले मसँग प्रश्न गर्नुभएको थियो। मैले उहाँलाई प्रश्न के भने सहकारीका धेरै कार्यक्रममा सहभागी हुन मिल्छ, वर्षभरिमा स्थापना दिवस हुनसक्छ, सम्बन्धित निकायले त आफैले बोलाएर पनि पालिकाहरूले त आफ्नो पालिकाभित्रका सहकारीलाई आफूले बोलाएर पनि निर्देशन दिन सक्छ, भेला राख्न सक्छ। तर साधारण सभामा गएर चाहिँ त्यहाँ हुन सक्ने, त्यहाँ फेरि नराम्रै काम हुन्छन् भनेर भन्न खोजेको होइन, तर जहाँ कहीँ गलत काम भयो भने त्यसको चाहिँ साँची बस्ने स्थिति हुन्छ, भोलि बिहान कमजोर हुने स्थिति हुन्छ। कहीँ गलत कामको भोलि बिहान त्यही संस्था अप्ठ्यारोमा पर्दा सम्बन्धित निकायका मान्छेहरूलाई नि प्रश्न गर्ने स्थिति बन्छ। त्यसो भएर त्यहाँ सहभागी नहुँ भनेको त्यो नहुने नै हो त्यसमा। र केही प्रश्न भए सहकारी डराउने होइन, सम्बन्धित पालिका प्रदेशमा जुन निकाय हो उसले प्राधिकरणसँग सोध्नु पर्यो यसको औचित्य के हो भनेर प्राधिकरणले प्रश्न पार्नुपर्ने हुन्छ। यो साधारण सभा सम्बन्धी प्राधिकरणको निर्देशनले जुन तहका सरकार भए पनि अथवा पदाधिकारी भए पनि साधारण सभाको दिन मात्रै नजानु भनिएको हो, बाँकी दिनका लागि सहकारी गर्नका लागि जहिले पनि खुला छ, नियमन गर्नका लागि जहिले पनि खुला छ भनेर बुझ्दाखेरि उहाँहरूलाई सजिलो भयो। हो, एकदम। अरू जुनसुकै बेला पनि खुला छ। वार्षिक साधारण सभा जहाँ वार्षिक कार्यक्रम, बजेट, त्यसपछि आगामी कार्यक्रमहरू, विगतका कार्यक्रमहरू, विगतमा गरिएका कुराहरू, यी सबै कुराको समीक्षा सहित निर्णय नै गर्नुपर्ने हुनाले त्यो निर्णय प्रक्रियामा चाहिँ सहभागी नहुने, त्यो त्यसमा चाहिँ साँची नबन्ने भन्ने नै हो। त्यही मापदण्डभित्र साधारण सभा सम्बन्धी निर्देशनभित्र 5 नम्बर बुँदामा धेरैले सोध्नु भएको प्रश्न पनि छ। यातायात खर्च नदिने भनेर प्राधिकरणले
कता कता यो सहकारीभित्रको स्वायत्तताको सीमा पार गरेको हो कि आफ्नै सदस्यको पैसा आफ्नै सदस्यले साधारण सभामा आउँदाखेरि यातायात खर्च दिँदाखेरि प्राधिकरण यति बढी चिन्ता नमानेको भए पनि हुन्थ्यो। बरु जसरी पल्सले 5% भित्र खर्चको सीमामा चलाउनु भने जस्तै साधारण सभालाई पनि कसरी गर्ने हो गर्नु, तर योभन्दा बढी सीमाभन्दा ननागेर गर्नु है, खर्चको सीमा यतिभित्र रहनुपर्छ भनिदिएको भए हामीले हाम्रो साधारण सभा हाम्रो हिसाबले गर्थ्यौँ। यो त छोरीचेलीलाई चाहिँ अथवा ज्वाइँलाई चाडपर्वमा बोलाएर टिका लाएर पैसा नदिनु भन्ने किसिमको कुराकानी भयो। यति बढी जरुरी हो र स्वायत्तताभित्र पस्नका लागि भन्ने प्रश्न पनि छन्। वास्तवमा यसलाई हामीले कसरी बुझ्नुपर्ने भयो भने सहकारी संस्था मेरो अथवा हाम्रो हो, अथवा मेरो एउटा व्यक्तिले त मेरो हो भन्नु पर्यो। अब त्यो व्यक्तिले आफ्नो संस्थामा आफ्नो घरमा जाँदाखेरि दसैँ पर्व छ, दसैँ पर्वमा चाहिँ तँलाई चाहिँ यातायात खर्च दिन्छु र त आइज भनेर चाहिँ बाहिर भएका छोराछोरीलाई बा आमाले बोलाउने होइन, छोराछोरी स्वयं चाहिँ आफूले खर्च गरेर त्यहाँ आउनु पर्यो। अब यहाँनिर खास गरी यसको उद्देश्य चाहिँ के हो भने 5,000 रुपियाँ दिने, 3,000 रुपियाँ दिने वा अझ बढी दिने, साधारण सभामा गएर चाहिँ वा गए पनि नगए पनि हस्ताक्षर गरिदिने र चाहिँ संस्थामा गलत निर्णयहरूलाई चाहिँ प्रमाणित गर्नलाई सहयोग पुर्याउने। अनि त्यसपछि अप्ठ्यारो पर्दाखेरि अब ल्याए माइनोरिटी ल्याए हस्ताक्षर गरिहाल्यो, तर वास्तवमा चाहिँ त्यहाँ गलत कुरा पो गरेका रहेछन् भन्नेसम्मका पनि उजुरीहरू, भन्नेसम्मका पनि तथ्यहरू लिएर पनि सदस्यहरू आउने। त्यसो हुँदा व्यक्तिहरूले के बुझ्नु पर्यो सदस्यले भने सहकारीसँग जति पनि सहकारीमा त आफै जम्मा गरेको पैसा हो, आफै जम्मा गरेको पैसा त्यो सहकारीले अर्निङ गरेको कमाएकै पैसाबाट दिने हो। सहकारीले ऋण खोजेर वा सहकारी घाटामा गएर त सदस्यलाई दिने होइन। त्यो सदस्यले पैसा लिनका निम्ति त विभिन्न विकल्पहरू हुन सक्छन्, अरू पनि कार्यक्रमहरू हुन सक्छन्, तर साधारण सभामा यस्तो खालको चाहिँ एउटा स्वतस्फूर्त मोटिभेसन सिर्जना गर्नु पर्यो सहकारीले, ताकि भाडा दिए आउने नभए नआउने भन्ने परिस्थितिलाई अन्त्य गर्नु पर्यो। र भाडा नदिकन आउन्नमा सहकारीमा आउँदै आउँदैन भन्छ भने बरु अब सहकारीका सदस्यलाई क्रमशः विदा गर्नु पर्यो, विदा हुनका लागि तयार हुनु पर्यो। सञ्चालकहरूले त्यो गर्नु पर्यो। ठुलो छ, धेरै छन् सदस्य, भाडा नदिए आउँदैनन्, भाडा प्रलोभन दिएर साधारण सभाको हस्ताक्षर गराउने काम नगरौँ भन्ने। किन भन्दाखेरि साधारण सभा राम्रा काम पनि छन्, कहिलेकाहीँ गलत कुरा पनि हुनसक्छ, गलत मनसाय पनि राखिन सक्छ। त्यसो भएर त्यस्ता मनसायहरूलाई पनि प्रमाणित गराउन सक्ने परिस्थितिमा पैसा दिएर नै साधारण सभामा सहभागी गराउने कुरालाई हामी अन्त्य गरौँ। साधारण सभामा आउने, आफ्नो सभाका सबै कुरा सुन्ने, हामीले भनेको प्राधिकरणले भनेको पनि छ सामान्य खाजा खान सकिन्छ, तर भोजभतेरै नलगाउनुहोस्, धेरै खर्च नगर्नुहोस्, फजुल खर्च नगर्नुहोस्, धेरै खादामालामा खर्च नगर्नुहोस्। किन भन्दा सदस्यले पाउने भनेको लाभांश हो, लाभांश 15%सम्म दिन सकिने भनेको छ, त्यसैबाट घटाउने हो नि त। त्यसो भएको बेला त्यो नगर्नुहोस् भन्ने नै हो। यस अर्थमा सदस्यलाई इन्सुरेन्स गर्न सकिन्छ, स्वास्थ्य सुविधा दिन सकिन्छ, सदस्यको चाहिँ वार्षिक रूपमा एकपटक दुईपटक स्वास्थ्य परीक्षण गर्न सकिन्छ, वा अरू विभिन्न किसिमका स्किलफुल तालिमहरू दिएर सदस्यलाई लाभ दिन सकिन्छ। यस्ता यावत कुराहरू हुन सक्छन्, तर चाहिँ साधारण सभामा नआएकै कारणले पैसा पाइएन भनेर स्वायत्तता हनन भएको रूपमा चाहिँ हामीले नबुझ्नका लागि सदस्यहरूलाई, सहकारीका क्षेत्रका व्यक्तिहरूलाई मैले अनुरोध गर्न चाहन्छु। त्यो साधारण सभा भनेको स्वतस्फूर्त रूपमा आएर सुनेर बुझेर जाने कुरा भएको हुनाले त्यसमा पैसा पाइन्छ भनेर आश गर्ने कुरालाई अन्त्य गर्नुपर्छ भन्ने। यो विषयलाई पनि हामीले साधारण सभाको दिन मात्रै प्रलोभनले सदस्य बोलाउने होइन कि हो, साधारण सभाको दिन लगानीकर्ताको हिसाबले सहकारीका आफ्नै सहकारी हो भनेर समय दिनुपर्ने हिसाबले उहाँहरू उपस्थित रहने, बाँकी आफ्नो सदस्यलाई सेवा सुविधा दिन त त्यही साधारण सभाले निर्णय गरेपछि पाइयो भन्ने हिसाबले नै बुझ्नु पर्यो भन्ने सरको अर्थ आयो। त्यस्तै अर्को विषय पनि प्राय सहकारी कर्मीहरूबाट मैले सुन्छु, सहकारीको दर्शन भनेकै हामी हो, म मात्रै नभएर एकका लागि सबै, सबैका लागि एक भन्ने हो। साधारण सभाहरूमा त हामीले एउटा सहकारीले अर्कोलाई निमन्त्रणा गर्छौँ, अर्कोले अर्कोलाई निमन्त्रणा गर्छौँ, धेरै किसिमका सहकारी कर्मीहरू आएर सल्लाह लिने दिने काम पनि चलिरहेको हुन्छ। यो सहकारी सम्बन्धी जुन साधारण सभा सम्बन्धी निर्देशन आयो, यो निर्देशनले बोलाउनु, बाहिरको मान्छे बोलाउनु पर्छ भने निर्वाचन गर्ने प्रसङ्गमा निर्वाचन गराउने उपसमितिका पदाधिकारीका लागि मात्रै बोलाउनु होइन भने जहाँ आफ्नो सेयर छ, सेयर भएका ठाउँका मान्छेलाई मात्रै बोलाउनु, नभए तेस्रो मान्छे भनेको जसले सहकारी शिक्षा दिनुपर्छ भने बोलाउनु र सुरुवातमै उहाँलाई कुरा राख्न लगाउनु भन्ने हिसाबले आफ्नो सहकारीभन्दा अन्यत्रका सहकारी, छिमेकी सहकारीलाई पनि बोलाउन नमिल्ने वातावरण बन्यो।
कतै यसले सहकारीभित्रको जुन हामी भन्ने वी फिलिङलाई कतै रोक्यो कि भन्ने तर्कहरू पनि छन्। यसबारेमा सरले के भन्न यसलाई चाहिँ चाहनुहुन्छ? के हो त्यसको मनसाय भने हामीले चाहिँ सहकारीको साँडसभामा यति धेरै विषयहरू हुन्छन्, यति धेरै प्रश्नहरू हुन्छन् सदस्यका, हामी यदि प्रश्न गर्न सक्ने जिज्ञासु बनाउन सकेका छौँ भने जस्तै म एउटा इक्जाम्पल दिन्छु। सहकारीले लगानी गरेको लगानीको कर्जा लगानी गरिरहेको छ, कोही सदस्यले पैसा नपाएको हुनसक्छ समयमा, उसले ब्याज महँगो महसुस गरिरहेको हुनसक्छ, वा उसले बचत गरिरहेको बचतको उसले चाहिँ मैले त थोरै पाएँ कि भन्ने कुरा फिल गरिरहेको हुनसक्छ, वा सहकारीले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्यो तर त्यो कार्यक्रममा आफूलाई खबर नभएको अनुभूति गरिरहेको हुनसक्छ। अथवा यस्ता यावत प्रश्नहरू सदस्यसँग हुन्छन् जुन प्रश्नहरू सहकारीमा अहिले हामीले हेर्दाखेरि 1000, 2000, 3000 सदस्यहरू भएको अवस्थामा ठुलो सङ्ख्यामा आउँदा ती सदस्यहरूका प्रश्नहरूको जवाब दिनेकै निम्ति पनि हामीसँग भएको दिनको जुन घन्टा हुन्छ त्यो नै एकदम पर्याप्त छैन। यस अर्थमा हामीले दिनलाई चाहिँ सकेसम्म साधारण सभा मैत्री सदस्यका प्रश्न, सञ्चालकका उत्तर वा सञ्चालकका पनि सदस्यलाई प्रश्न हुन्छन्। किन भन्दा उनीहरूले शिक्षा दिँदा बोलाउँदा आउँदैनन्, विभिन्न कार्यक्रममा बोलाउँदा आउँदैनन्, सञ्चालकलाई पनि हैरानी छ नि, सञ्चालकका पनि सदस्यप्रति प्रश्न हुन्छन्। इन्डिभिजुअल रूपमा पटक पटक फोन गरेर तपाईँ किन आउनु भएन भन्न व्यक्तिलाई पनि प्रश्न सोध्न सक्ने सञ्चालकलाई पनि हुनसक्छ, कर्मचारीका पनि केही जिज्ञासाहरू हुनसक्छन्, त्यो कर्मचारीका कुराहरूलाई पनि सञ्चालक मार्फत चाहिँ गरिदिनु पर्ने हुन्छ। यस कारणले साधारण सभामा जब हामीले अरू साथीहरूलाई बोलाउँछौँ, अरू संस्थाकालाई बोलाउँछौँ, स्वाभाविक रूपमा शुभकामना दिनुपर्ने भन्ने हुन्छ। शुभकामनाले समय खान्छ। त्यसो हुँदा धेरै अतिथि बोलाउँदा वा अरू व्यक्तिलाई बोलाउँदाखेरि त्यसले पर्न सक्ने जुन समयलाई पार्न सक्ने चाप एउटा त्यो प्रश्न हो भने अर्को कुरा संस्थाभित्र कहिलेकाहीँ झगडा पनि हुन्छ, बहस हुन्छ, बाजाबाज हुन्छ, तर त्यो के हुन्छ भन्दाखेरि संस्थाको हितका निम्ति हुन्छ। तर त्यही सन्देशलाई कसैले के गरिदिन सक्छ भन्दा गलत ढङ्गले कसैले चाहिँ अर्को छिमेकी सहकारी वा छिमेकी अर्को कोही हामीले यसलाई चाहिँ त्यहाँ झगडै गरेका थियौँ त्यसलाई गलत ढङ्गले म्यासेज लैदिन सक्छ। यावत प्रश्नहरू त्यहाँनिर हुन सक्छन्। यस अर्थमा सभालाई सदस्यको सभाका रूपमा केन्द्रित गर्ने, शिक्षा नै दिनुपर्ने, माथिल्ला सङ्घले केही सन्देश नै दिनुपर्ने हो भने पनि उहाँहरूले आउनुहुन्छ। सुरुमा चाहिँ अध्यक्षता हुन्छ, अध्यक्ष ग्रहण हुन्छ, अथवा शुभकामना दिन्छ, शुभकामना सकिसकेपछि अनि त्यो शिक्षा चलाउने हो कि के दिने हो त्यो सघाएर उहाँलाई नमस्कार गरेर बिदा गरेर त्यसपछि पनि सहकारीको साँड सभा सञ्चालन गर्दा नै त्यो प्रभावकारी हुन्छ। नत्र भने त्यस्ता शिक्षाका कार्यक्रमहरू, अरू ज्ञानगुणका कार्यक्रमहरू अरू दिनमा राख्दाखेरि अझ प्रभावकारी हुन्छ। बोल्नेले पनि 1-2 घन्टा 2-3 घन्टा नै राम्रोसँग दिन सक्छ, 2-3 जनालाई राख्न सकिन्छ। त्यस कारणले त्यो चाहिँ सन्देश चाहिँ दिने अभियानको हो भने सूचना लिखित रूपमा पठाए हुन्छ। उद्घोषकले ल यो अभियानको सूचना छ, तपाईँले यो कुरालाई मनन गर्नुहोस् है भनेर अभियानको सूचना दिन सकिन्छ। अभियान कर्मीहरूलाई दौडादौड साधारण सभामा जतासुकै जाने कुरालाई पनि हामी चाहिँ त्यो धपरी गर्ने कुरा आफ्नै संस्थाको साधारण सभा चाहिँ ढिलो नगरेर आफ्नै राम्रोसँग गर्नुपर्ने कुराका निम्ति लाग्नुपर्नेमा अभियान कर्मी दौड्नुपर्ने परिस्थिति हुनाले हामीले यसरी संस्थाहरूलाई वा अरूलाई बोलाएर साधारण सभा नगरौँ, आफ्नै सदस्यहरू बिचमा मात्र साधारण सभा गरौँ। त्यसले छिटो छरितो काम गर्ने, सदस्य मैत्री हुनका लागि र सदस्यले आफ्ना प्रश्न राख्ने परिस्थिति निर्माण गर्नका लागि जिज्ञासु बनाऊ। सदस्यलाई प्रश्न राख्न सक्ने बनाउने काम संस्थाको हो, शिक्षाले गर्ने हो। त्यो गरून् भन्नका निम्ति नै यो चाहिँ निर्देश जारी गरियो। यो प्रसङ्गलाई पनि हामीले जुन सहकारी सिद्धान्तहरू छन् त्यसमा 6औं सिद्धान्त सहकारी बीच पारस्परिक सहयोग भन्ने कुरालाई साधारण सभाको दिन मात्रै हामीले सहकारी गर्न वातावरण नबनेको ताकि आफ्नो सदस्यले बढीभन्दा बढी समय पाउनु भन्ने हिसाबले बाँकी अरू दिन हामी सहकारी गर्नका लागि खुला नै छौँ भन्ने हिसाबले पनि यसलाई पनि यहाँभित्रका सकारात्मक कुरा पनि हामीले पहिलाउन सकिन्छ भन्ने कुरा सरको कुराकानी आयो। अब अर्को धेरैले सोध्नु भएको छ गणपूरक सङ्ख्या कति हो, कहिलेकाहीँ सहकारीमा आउँदै गर्नु भएको छ कि हामी चलाउँदै गरौँ, सदस्यहरू आउँदै गर्नुहुन्छ भन्ने हिसाबले पनि चल्छ। पहिलो पटक बोलाउँदाको गणपूरक सङ्ख्या र यदि पहिलो पटकमा गणपूरक सङ्ख्या पुगेन भने दोस्रो पटकमा कति होला भन्ने पनि जिज्ञासा राख्नु भएको छ। अब यसमा के छ भने सहकारी ऐनको मलाई लाग्छ दफा 40 तिर साँड सभासँग जोडिएकै विषय हुनुपर्छ र सहकारी ऐनले प्रष्ट रूपमा नै सहकारी ऐन र नियमावलीमा हामीले सहकारी कानुन भनौँ एकमुष्ट रूपमा भन्दा कुनै पनि साधारण सभामा 51% साधारण सभा गणपूरक सङ्ख्या भनेको छ। यदि 51% पुग्दैनन् भने
त्यसको एक हप्ताभित्र फेरि साधारण सभा आयोजना गर्न सकिन्छ। त्यसको 1/3 सदस्यहरूले मात्रै हस्ताक्षर गर्दाखेरि पनि त्यसलाई गणतन्त्र सङ्ख्या मानिन्छ भनेर भनिएको छ। यसरी सहकारीको साधारण सभाका सन्दर्भमा कानुनले पनि एउटा दृष्टिकोण दिएको छ। जस्तो धेरै सदस्यहरू छन् भने क्षेत्रीय साधारण सभा कम्तीमा 7वटासम्म साधारण सभा गर्न सकिने भन्ने कुरालाई पनि भनेको 2000 भन्दा बढी सदस्य छन् भने 2000 भन्दा बढी सदस्य भएको संस्थाले त्यस्तो अवस्थामा चाहिँ साधारण सभा गर्दाखेरि उसले विभिन्न समूहमा उसले साधारण सभा गर्न सक्छ। पालिका तहको बनाउला वा चाहिँ वार्ड तहको बनाउला, उसको आफ्नो एउटा क्लस्टर बनाएर जान सक्छ। अब सङ्घहरूले गर्दा प्रदेश अनुसारका गराउने गरेका छन्। त्यो 7वटासम्म बढीमा गराउन सकिन्छ भन्ने कानुनले दिएको छ। त्यही कानुनको दायराभित्र रहेर चाहिँ पहिलो पटकका लागि 51% र दोस्रो पटकका लागि 7 दिनभित्र गरेर 1/3 चाहिँ गर्ने गरी जानुपर्छ भन्ने नै। सरलाई धेरै धन्यवाद पनि छ। अबको खण्डमा मैले देशभरिका सहकारी कर्मीहरूले सोध्नुभएका केही जिज्ञासाहरू छन्। केही कुरा जिज्ञासाको त यो हाम्रो छलफल क्रममा प्रसङ्ग पनि आइसकेको छ। यही छोटकरीमा सरसँग यसको मैले थोरै जानकारी तपाईँहरूलाई दिन प्रयास गर्नेछु। विवश पोखरेलले सोध्नु भएको छ, सहकारी अब डिजिटाइज हुनुपर्छ, भर्चुअल वा हाइब्रिड साधारण सभा जहाँ सदस्यले भौतिक रूपमा सकेन भने डिजिटल रूपमा पनि अब साधारण सभामा सहभागिता बनाउन पाए हुन्थ्यो, यस्तो कानुनी मान्यता कस्तो हुन्छ होला भनेर जिज्ञासा गर्नु। उहाँको जिज्ञासा एकदम सही हो, राम्रो हो। किन भन्दाखेरि अब हामी साधारण सभामा भर्चुअल माध्यमबाट पनि सम्पन्न गर्न सक्ने कुरालाई पनि हामीले लिपिबद्ध गर्नुपर्ने हुन्छ। अब त्यसलाई कोभिडको बेलामा निर्देशन जारी गरेर त्यो कुरालाई अलिकति म्यान्डेट गरिएको थियो, तर कानुनले अझै प्रष्ट रूपमा भर्चुअललाई चाहिँ म्यान्डेट दिएको छैन। तर आगामी दिनमा हामी अनलाइन रूपमा साधारण सभा गर्ने, पर्याप्त मात्रामा छलफल गर्ने र फिजिकल रूपमा हुन सक्ने कुरालाई पनि जान सक्ने गरी यदि कानुनमा व्यवस्था गरियो भने त्यो गर्न सकिन्छ। त्यस्तै अर्को अशोक गोयलजीले सोध्नु भएको छ, हाम्रो सहकारीले 2080-81 को वार्षिक साधारण सभा गरेको थियो, अहिले बचत तथा ऋण लगानी गरेको छैन, पुरानो ऋण असुली मात्रै छ, के हामीले पनि साधारण सभा गर्नुपर्छ भनेर सोध्नु भएको छ। अब वास्तवमा उहाँले साधारण सभा के हो भन्ने कुरै बुझ्नु भएन भन्ने मलाई लाग्छ। साधारण सभा भनेको ऋण असुली र ऋण लगानीसँग मात्रै सम्बन्धित होइन। साधारण सभा वर्षभरिमा हामी अघि पनि चर्चा गऱ्यौँ, वर्षभरिमा भएका गतिविधिहरूको छलफल गर्ने हुनाले उहाँले 80-81 मा साधारण सभा गर्नुभएको छ भने 81-82 को पनि साधारण सभा हुनुपर्दथ्यो र 82-83 को पनि साधारण सभा गर्नुपर्छ। हुन त यो कार्यक्रममा मैले शब्द राख्ने बेलामा साधारण सभा मात्रै राखेँ। हामीले प्राय निरन्तर भइरहनेलाई वार्षिक साधारण सभा भन्छौँ। दर्ता भइसकेको 3 महिनाभित्र प्रारम्भिक साधारण सभा जुन सहकारीले एकपटक गरेपछि सकिहाल्यो, अहिले विशेष एजेन्डामा चाहिँ विशेष साधारण सभा भन्छौँ, एउटा मात्रै एजेन्डामा केन्द्रित हुन्छ। अहिले हामीले कुराकानी गरिरहेको वार्षिक साधारण सभा भएको हुनाले त्यो शब्दले पनि वर्ष वर्ष गर्नुपर्छ भन्ने कुरा पक्कै बुझाउँछ। उहाँले यो कुरा कार्यक्रम मार्फत सरको कुरा पनि पक्कै सुन्नु भएको छ। अर्को सायद कर्मचारी हुनुपर्छ, उहाँ बाबुराम भट्टराईजीले लेख्नु भएको छ, कर्मचारी बोनसको विषयमा साधारण सभाले केही निर्णय गर्नुपर्छ कि भन्नुभएको छ। अब यो विषय त कोषहरू राख्न सक्ने व्यवस्था चाहिँ नियमावलीहरूमा पनि दिएको छ। त्यस कारण नियमावली, सहकारी नियमावली र सम्बन्धित संस्थाको विनियममा नै के राख्न सक्ने भनेर भनेकै छ। यस अर्थमा छुट्टै साधारण सभाले निर्णय गरिरहनु पर्ने कुरा रहेन। किन भन्दाखेरि तर कुरा के हो भने विभिन्न कोषहरूका हकमा चाहिँ जस्तो संरक्षित पुँजी फिर्ता कोष जस्ता कोषहरूमा हामीले कति दिँदैछौँ, कसरी दिँदैछौँ भन्ने जस्ता कतिपय कुराहरूलाई अथवा यो कुरा हामीले दिँदैछौँ, यति रकम दिँदैछौँ भनेर निर्णयमा जानुपर्छ। किन भन्दाखेरि हामी कति दिँदैछौँ त भन्ने त सदस्यले थाहा पाउनु पर्यो नि त। व्यवस्था त छ, अब लाभांश दिने भनेर भनेको छ, लाभांश कति दिँदैछौँ त भन्ने कुरा त साधारण सभामा आउनु पर्यो नि त। यस अर्थमा यसरी दिँदैछौँ, यति दिँदैछौँ भन्ने कुरा साधारण सभालाई जानकारी दिन पर्यो। तर चाहिँ कानुनले दिएको कुरालाई धेरै त्यसमा चाहिँ टिका टिप्पणी गरिरहनु पर्ने छ साधारण सभा रहँदैन। अरू सबै कोषको कुराकानी भयो जस्तै कर्मचारी बोनस कोषको विषय पनि अनिवार्य छलफलको विषय चाहिँ यसलाई बन्छ भनेर मान्न सकियो। अर्को रमेश विष्टजीले सोध्नु भएको छ, साधारण सभामा छलफल गरिने प्रतिवेदन सदस्यले कति दिन अघि पाउनुपर्छ भनेर सोध्नु भएको छ। अब सामान्यतया सम्बन्धित सहकारी संस्थाहरूले आफ्ना विनियम, साधारण सभा सञ्चालन सम्बन्धी कार्यविधिहरूमा पनि 15 दिन कम्तीमा उल्लेख गर्नुपर्ने हुन्छ। अब यसमा ऐन कानुनमा ठ्याक्कै यति दिन भनेर प्रतिवेदन दिनुपर्ने भनेर चाहिँ उल्लेख गरेको त छैन। तर पनि प्र्याक्टिस पनि के हो भने 15 दिन अगावै कमसेकम साधारण सभाको प्रतिवेदन चाहिँ सदस्यहरूलाई दिएर साधारण सभा एजेन्डाहरू दिने चलन छ। प्रतिवेदन चाहिँ अहिलेसम्म पनि कतिपय अधिकांश त त्यही दिन बाँड्ने चलन छ। अब अहिले अलिकति डिजिटल माध्यमबाट पनि साधारण सभाका प्रतिवेदनहरू सेयर गर्न सकिन्छ।
त्यसबाट हरेक सहकारी संस्थाहरूले कम्तीमा आफूले प्रतिवेदन छाप्ने जुन प्रतिवेदन हो त्यसलाई चाहिँ डिजिटल माध्यमद्वारा व्हाट्सएपमा वा मेसेन्जरमा हरेक सदस्य कहाँ त्यो 15-20 दिन अगाडि नै पुर्याइदिनु सकियो भने उहाँले त्यो हेरेर आउनुहुन्छ। त्यसपछि त्यो कपी चाहिँ त्यहाँ आएर हेरेर चाहिँ अनि त्यसपछि आफ्नो कपी पनि सुरक्षित रूपमा लैजान सक्नुभयो। यसरी गर्दा नै राम्रो हुन्छ। त्यस्तै अशोक चौधरीले सोध्नु भएको छ, साधारण सभामा सदस्यले उठाएका प्रश्न र जिज्ञासालाई सञ्चालक समितिले व्यवस्था गरेमा सदस्यसँग त्यसको विषयमा के कस्तो अधिकार हुन्छ भन्नुभएको छ। यो साधारण सभामा सदस्यले उठाएका विषयहरू जायज छन्, कानुन सम्मत छन् वा तर्कसङ्गत छन् भने त्यसलाई सञ्चालकले जवाब दिनै पर्ने हुन्छ। त्यसप्रति उत्तरदायी हुनै पर्छ। यदि उत्तरदायी सञ्चालक छैन भने ती उत्तरदायी सञ्चालकहरूमाथि अविश्वास प्रस्ताव सदस्यहरूले गर्न सक्छन्, अविश्वास गर्न सक्छन्। किनभने कुनै पनि साधारण सभाले सदस्यप्रति उत्तरदायी रहन सक्दैन भने त्यो सञ्चालक समिति सदस्यहरूप्रति जवाबदेही छैन भने त्यसप्रतिको अविश्वास सदस्यहरू रहन सक्छ। अब त्यो उनीहरूले दिनुपर्ने जवाबका बारेमा पर्याप्त मात्रामा भएन, ध्यान पुगेन वा उनीहरूले ट्विस्ट गरे, अझ स्पष्ट भएन भने फेरि हात उठाएर प्रश्न हुनका लागि सदस्यसँग त्यो राइट्स रहन्छ। धेरै पटक भन्दा पनि भएन भने अझ बुझ्नका निम्ति सञ्चालकसँग नजिक गएर पछि गएर पनि भन्न सकिन्छ र माइनेटमा उल्लेख गर्ने कुरा, माइनेट हस्ताक्षर गर्ने बेलामा आफू उपस्थित भएर आफूले भनेका सही सत्य कुराहरू निर्णयमा परे कि परेन भनेर त्यो माइनेटलाई प्रमाणित गर्ने बेलामा पनि सदस्यले आफू आफ्नो उपस्थितिका लागि अथवा प्रमाणितका लागि जानेहरूका निम्ति त्यो कुरा छ कि छैन भनेर त्यो पनि निगरानी गर्न सक्ने अवस्था हुन्छ। यस कारणले विभिन्न आधारबाट त्यो उत्तरदायी हुनुपर्छ सञ्चालकहरू र उत्तरदायी नभएमा उहाँहरूलाई सञ्चालक समितिमा बस्ने अधिकार रहँदैन भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। त्यस्तै अर्को दुईजना अशोक कुमार कुर्मी र जगन्नाथ नेउपानेले सरले अहिले जानकारी पनि गरिसक्नु कुरा छोटो प्रश्न पनि राख्नु भएको छ। साधारण सभामा जनप्रतिनिधिलाई अतिथि बोलाउन पाइन्छ कि पाइन्न भन्ने एकजनाको छ। योभन्दा अगाडि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरूलाई साधारण सभामा बोलाउने गरिएको थियो, अब बोलाउन पाइन्छ कि पाइन्न भनेर सोध्नु भएको छ। ठ्याक्कै एक शब्दमा भन्दाखेरि सर त्यसलाई चाहिँ पाइएन। उहाँहरूलाई चाहिँ प्राधिकरणको यो निर्देशनका कारणले यहाँहरूलाई हामीले बोलाउन सकेनौँ। हामी यो दिनमा यसरी साधारण सभा गर्दैछौँ। यहाँहरूको चाहिँ लिखित कुनै शुभकामना छ भने यहाँहरूले चाहिँ दिन सक्नुहुन्छ, नभए यहाँहरूको शुभकामना हामीले ग्रहण गऱ्यौँ। हामीले मौखिक रूपमा सञ्चालकले उहाँहरूको शुभकामना चाहिँ भनिदिन्छौँ भनेर भन्नु नै बेस हुन्छ। त्यस्तै जगन्नाथ नेउपानेजीले विगतका वर्षमा यातायात खर्च दिएको थियो कि अब आफ्नै सदस्यलाई यातायात खर्च दिनै नपाइने हो र भन्नुभएको छ। सरले अगाडि पनि भन्नुभएको छ अब नपाइने भन्ने अर्थ नै साधारण सभामा यातायात खर्च नदिने। त्यस्तै रामचन्द्र पटेलजीले भन्नुभएको छ, विगतमा सहकारी शाखाका कर्मचारीलाई साधारण सभामा नबोलाउँदा साधारण सभाको प्रतिवेदन लिएर जाँदा नियामक निकायलाई साधारण सभामा नबोलाउने, गुपचुप साधारण सभा गर्ने, हामीलाई निम्ता नगर्ने भनेर विभिन्न समस्या भोग्नु परेको थियो। अब नबोलाउँदा झन् समस्या बढ्ने पो हो कि भन्नुभएको छ। प्राधिकरणले निर्देशन जारी गरेको छ, यो छ भनेर हामीले उहाँहरूलाई पनि जानकारी गराइदिउँ। मलाई लाग्छ उहाँहरू अपडेट भइसकेको हुनुपर्छ। र साधारण सभा गुपचुप होइन, साधारण सभा त सदस्यहरूको प्रतिनिधिहरू हुन्छन्, सदस्यहरूको उपस्थितिमा गरिएको छ। तपाईँले सदस्यहरूलाई बोलाएर सोध्न सक्नुहुन्छ भन्न सकियो। त्यस कारणले उहाँहरूलाई हामीले बुझाउनु पर्यो, नभए चाहिँ अलिकति अभियानको तर्फबाट पालिका तहका सबै कर्मचारीलाई बोलाएर चाहिँ माथिल्ला सङ्घहरूले चाहिँ यो अवस्था छ, यसरी बोलाउने अवस्था रहँदैन भनेर कतिपय ठाउँमा त्यो शिक्षा उहाँहरूलाई पनि सहकारी शिक्षा निर्देशनहरूका बारेमा जानकारी दिनुपर्ने छ भने त्यस्ता जिल्लाहरूमा त्यस्ता ठाउँहरूमा त्यो पनि अभ्यास गरौँ। तर पनि हामीले चाहिँ साधारण सभामा उहाँहरूलाई बोलाउनु पर्ने कुरालाई मान्यता दिनु हुँदैन। त्यस्तै सहभागीहरूको अन्तिम प्रश्नका रूपमा हाम्रा सहकारी कर्मीहरूको प्रश्न छ, जुन लेखा परीक्षकले लेखा परीक्षण गर्नुभएको छ उहाँलाई साधारण सभामा बोलाउनु पर्छ कि पर्दैन भन्नुभएको छ। साधारण सभामा लेखा परीक्षकलाई बोलाउन आवश्यक छैन। त्यसको बारेमा लेखा परीक्षण प्रतिवेदन त त्यहाँको कोषाध्यक्ष वा व्यवस्थापन प्रमुखले नै जानकारी गराउने हो। बरु त्यो लेखा प्रतिवेदनसँग जोडिएका इस्युजहरूका बारेमा सञ्चालकहरूले प्रभावकारी रूपमा अलिकति अगाडि नै आएर अगाडि नै बसेर कतिपय ठाउँमा के हुन्छ भने लेखा प्रतिवेदन अडिटरले आफू सुरक्षित हुने गरी नै प्रतिवेदन बनाइदिन्छ, तलपट्टि कैफियत पनि लेख्छ, तर कतिपय अङ्ग्रेजीमा राखेको हुन्छ। त्यहाँका सञ्चालकहरूले त्यो भाषा नबुझेका कारणले पनि त्यसलाई व्यवस्थापनले त्यसलाई ध्यान नदिएका कारणले पनि त्यो चाहिँ ख्याल नगर्ने के लेखा परीक्षणकर्ता सुरक्षित रहन्छ तर संस्थामा चाहिँ अप्ठ्यारो छ भन्ने कुरा त्यहाँ कैफियत हुन्छ। त्यो साधारणमा सेयर हुँदैन, छलफल हुँदैन। त्यस कारणले जति पनि साधारण सभाबाट कैफियत गरेका कुराहरू छन्
ती सबै कुराका बारेमा सञ्चालकहरूले अगाडि साधारण सभा सुरु हुनुभन्दा केही दिन अगाडि नै सञ्चालक समिति र लेखा परीक्षक बिचमा छलफल गरेर के कुरा कैफियत गरिएका छन् ती सबै कुरा यस्तो यस्तो संस्थामा कैफियत गरिएको छ, यो कुरा हामी यसरी सुधार्छौँ भनेर सञ्चालक समिति कोषाध्यक्ष हुनुहुन्छ भने कोषाध्यक्ष, सचिव हुनुहुन्छ, सचिव नभए अध्यक्ष स्वयंले सदस्यहरूलाई प्रष्टमा जानकारी गरेर दिनुपर्छ। अब हामीले रजिस्ट्रार अडिटरलाई बोलाइरहनु पर्दैन। अब हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ। भदौ महिनाबाट साधारण सभाको समय सुरुवात हुन्छ। पुसभित्र साधारण सभा गरिसक्नुपर्छ भन्ने कानुनी व्यवस्था छ। सबै सहकारी कर्मीहरूलाई एउटा प्रारम्भिक सहकारी संस्थादेखि सहकारी क्षेत्रमै विद्यावारिधि गर्नुभएका व्यक्तित्व सँगसँगै राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट अनुभव लिइसक्नु भएको छ। गुणस्तरीय साधारण सभा गर्नका लागि सबै सहकारी कर्मीहरूलाई सरले के सन्देश दिन चाहनुहुन्छ कि? वास्तवमा सहकारीहरूले साधारण सभा एउटा महत्त्वपूर्ण अङ्ग हो भन्ने कुरालाई महसुस गरेका छन् र गर्नुपर्छ। सञ्चालकहरूले, कर्मचारीहरू, सदस्यहरूले पनि त्यो कुरालाई महसुस गर्नुपर्छ। उहाँले त्यो पक्कै पनि त्यो महसुस गर्दै जानुहुनेछ भन्ने मलाई लाग्छ। र हामीले साधारण सभामा विषयवस्तुलाई एउटा कर्नरमा बसेको मानिसका प्रश्नहरू उठे कि उठेन त्यो जिज्ञासु छ कि छैन, उसका के छन् त भन्न सक्ने बनाउने गरी साधारण सभा गरौँ र हरेक मानिसका प्रश्नहरूलाई हामीले जवाब दिन सक्ने गरी बनाऊ। साधारण सभा सदस्यको हो, यस मानेमा सहकारी सदस्यको हो। सहकारीमा हामीले धेरै ब्याज दिएर धेरै लाभांश बाँड्ने होइन कि सदस्यलाई व्यवसायी बनाएर सर्वसुलभ रूपमा कर्जा दिएर चाहिँ उसले धेरै व्यवसाय गर्न सकेन भन्ने जस्ता विषयवस्तुहरू छलफल गरेर सदस्यहरूलाई पनि मैले सहकारीबाट लिएर गएको पैसाले यो खालको काम गर्न सफल भएँ भनेर सफल भएका कथाहरू पनि साधारण सभामा सुनाउने गरी र मोटिभेसन सिर्जना गर्ने गरी जाने परिस्थिति निर्माण गरौँ र न कि साधारण सभा एकदम बोझिलो, फलानु मान्छेलाई बोलाउन सकिन वा यसो गर्न सकिन, पैसा बाँड्न सकिन भन्ने कुनै पनि गुन्जाइस नराखौँ। सदस्यलाई दिने कुरा त धेरै बाटा छन्, तर त्यो दिन चाहिँ हामीले एकदमै भोलिन्टियरली सदस्य आउनु पर्यो। साधारण सभा राम्रोसँग प्रभावकारी ढङ्गले बस्नु पर्यो, पुरा समय दिनु पर्यो। कहिले पनि पुरा समय दिन सकिँदैन भने सहकारीमा सदस्य किन हुने भन्ने प्रश्न पनि उठाउनु पर्ने हुन्छ। यस कारणले यी सबै कुरालाई ख्याल गरौँ र सदस्यहरूले पनि विशिष्ट परिस्थितिले आउन सकिन भने पनि सञ्चालक समितिलाई जानकारी गरौँ। म यो परिस्थितिले साधारण सभामा आउन सकिनँ, मैले प्रतिवेदन पढेँ, मेरा यिनी कुराहरू चाहिँ मेरा प्रश्न छन्, त्यो प्रश्न यहाँहरूले उठाइदिनु होला भनेर भन्नु पर्यो। यी कुराहरू गऱ्यो भने साधारण सभा गुणस्तरीय हुन्छ र हाम्रो अभियानले पनि अब यो साधारण सभामा हामीलाई बोलाउने भन्दा पनि गुणस्तरीय साधारण सभा गर सदस्यको बनाऊ, यो सन्देश छ भने सन्देश चाहिँ कागजमा पठाइदिएर उहाँले पाठ गरेर सुनाए हुन्छ। धेरै दौड्नु पर्दैन, धेरै धपरी गर्नु पर्दैन। अभियानका आफ्ना पनि साधारण सभा समयमा नै सक्ने, अन्तिम पार्ने, फेरि म्याद थप्नका लागि दर्ता अधिकारीको कार्यालयमा जाने परिस्थिति निर्माण नगरिकन समयमा नै हामीले चाहिँ साधारण सभा सक्ने परिस्थिति निर्माण गरौँ। अब यो साधारण सभाको जुन पिरियड छ यसमा सबै सहकारी कर्मीहरूलाई पनि, सहकारी संस्थाहरूलाई मेरो धेरै धेरै शुभकामना छ। गुणस्तरीय र एउटा सफलीभूत र राम्रो साधारण सभा सम्पन्न गर्नुहोस् र सहकारी क्षेत्रमा देखिएका अहिले जति पनि प्रश्नहरू छन् ती प्रश्नलाई चिर्ने गरिने कार्यक्रम निर्माण गर्नुहोस् र तदनुरूप कार्यक्रम गरेर जाने परिस्थिति निर्माण गर्नुहोस् भन्ने नै शुभकामना दिन चाहन्छु। धेरै धेरै धन्यवाद राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पूर्व अध्यक्ष डाक्टर खगराज शर्मा सरलाई। यो कार्यक्रममा हामीले सहकारीको साधारण सभाको बारेमा व्यापक छलफल गऱ्यौँ। उहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु म कार्यक्रम सञ्चालक दामोदर पङ्गेनी र राज्य टेलिभिजनको कार्यक्रम सहकारी सन्दर्भको तर्फबाट। यसपछिको खण्डमा अब हामीले सहकारीका चर्चित साप्ताहिक खबरहरू के रहे र नियामक निकायहरूले के सूचना प्रकाशन गर्नुभयो भन्ने तर्फ लाग्नेछौँ। बिचमा एकछिन हामी छोटो विश्राम लिन्छौँ। धन्यवाद। सहकारीको हरेक आवश्यकता पूरा गर्ने सफ्टवेयर गुरु सफ्टवेयर। राष्ट्रिय सहकारी नियमन प्राधिकरण दर्ता अधिकारीको कार्यालयले माग्ने हरेक रिपोर्ट एक क्लिकमा। कोपमिसका लागि चाहिने हरेक रिपोर्ट एक क्लिकमा। सम्पत्ति शुद्धिकरण निवारण कार्यविधि अनुसार सीमा कारोबारको सूचना टिटिआर रिपोर्ट र शङ्कास्पद कारोबारको सूचना एसटिआर रिपोर्ट, गोएमएल रिपोर्ट एक क्लिकमा। ऋणको फलोअप, भाका नागेको ऋणको फलोअप र ताकेता सुविधाहरू, 4 खाता, मासिक, त्रैमासिक र वार्षिक रिपोर्ट, एसएमएस सेवा र सहकारी एप्लिकेसन सेवा, इन्भेन्ट्री म्यानेजमेन्ट सुविधा, सदस्यको जन्मदिनको मेसेज जाने सुविधा, बचत तथा ऋण, दुग्ध सहकारी, कृषि सहकारी, बहुउद्देश्य सहकारी, उपभोक्ता सहकारी, सबैलाई उपयोगी सहकारीको लागि पूर्ण सुविधा सहितको आइएसओ प्रमाणित सफ्टवेयर गुरु इन्फोसिस।
सम्पर्क काठमाडौँ 0153 44 107 98511 69 744, बुटोल 98570 11 582 98074 51 582। कार्यक्रम सहकारी सन्दर्भ स्पोन्सर्ड बाई सहकारीको हरेक आवश्यकता पूरा गर्ने सफ्टवेयर गुरु सफ्टवेयर। तालिम र गोष्ठीका लागि बुटोल नजिकैको उत्कृष्ट गन्तव्य श्रीपेज होटेल एन्ड एग्रो रिसोर्ट। के तपाईँ आफ्नो सहकारी संस्थाको वार्षिक समीक्षा, रणनीतिक योजना तर्जुमा, तालिम वा गोष्ठी सञ्चालनका लागि शान्त र उपयुक्त स्थानको खोजीमा हुनुहुन्छ? बुटोलको कोलाहलबाट मात्र 30 मिनटको दूरीमा पहाडको चिसो हावापानी, मनोरम प्राकृतिक वातावरणमा अवस्थित श्रीपेज होटेल एन्ड एग्रो रिसोर्टमा यहाँहरूलाई हार्दिक स्वागत छ। हाम्रा विशेषताहरू: तालिम तथा गोष्ठी कक्ष, सहकारीका रणनीतिक योजना, कार्यशाला र अन्तर्क्रियाका लागि सुविधायुक्त हल, प्राकृतिक वातावरण, शीतल, शान्त र सुन्दर एग्रो रिसोर्टको आनन्ददायी परिवेश, बस्ने र खाने उत्कृष्ट व्यवस्था, अर्ग्यानिक स्वाद र आरामदायी बासको ग्यारेन्टी। देशैभरिबाट रूपन्देही तथा लुम्बिनी भ्रमणमा आउने सहकारी संस्थाहरूका लागि सहकारी व्यवस्थापन सम्बन्धी विशेष अध्ययन भ्रमण प्याकेज। सम्पर्क 98570 77047। श्रीपेज एग्रो रिसोर्ट। सहकारीको रणनीतिक योजना, तालिम र गोष्ठीका लागि बुटोल नजिकैको उत्कृष्ट गन्तव्य श्रीपेज होटेल एन्ड एग्रो रिसोर्ट। नेपालको सहकारी लाखौँको सक्रियता, करोडौँको सहभागिता र अर्बौँको कारोबार छ, तर अनेकौँ सफलताका बीचमा छन् पीडा र चिन्ताका रेखाहरू। परिमाणात्मक सफलता हात पार्न सफल छ नेपालको सहकारी क्षेत्र, तर अब चिन्ता र चासो छ स्वरोजगारी, उद्यमशीलता र गुणात्मक विकासको। सहकारीका यिनै विषयमा छलफल गर्न आउँदैछौँ हामी कार्यक्रम सहकारी सन्दर्भमा, हरेक बुधबार मात्र राज्य टेलिभिजनमा। सहकारी सन्दर्भमा आजको हप्ता अब 2वटा खण्ड बाँकी छन्। सहकारी क्षेत्रका साताका चर्चित घटनाहरू र नियामक निकाय र सहकारी क्षेत्रका सूचनाहरू भन्ने विषय। सर्वप्रथम मैले सहकारी क्षेत्रका यस साताका चर्चित घटनाहरूलाई जोड्दैछु। यो साता सहकारी क्षेत्रमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना प्रकाशन गरेर ऋणी फेला नपरेमा जमानीकर्ताले ऋण भुक्तान गर्नुपर्ने भनेपछि अहिले यो जमानीको विषयले व्यापक चर्चा पाएको छ। जमानी सजिलैसँग बसिदिएका मान्छेहरूले सहकारीमा साथीले भनेर, अर्को सदस्यले भनेर म जमानी बसेँ, कहाँ म ऋण तिर्ने गरी बसेको हो र भन्ने खालका प्रश्नहरू उठेका छन्। त्यस्तै गरी लौ अब सहकारीमा साथी बस्नु हुँदैन, जमानी बस्नु हुँदैन, हामी पनि परि नै रहेछ भन्ने खालका विषयहरू यो यतै धेरै सहकारी क्षेत्रमा चर्चाको विषय बनेको छ। हुन त यस सम्बन्धी विषयहरूले यथार्थ सूचना सबैका नपुगेको कारणले नै धेरै विवादका विषय, चर्चाको विषयहरू बनेको हो। तर पनि यो साताको चर्चित विषयमा जमानीले ऋण तिर्नुपर्ने भनेर निकालेको सूचनाले व्यापकता पाएको विषयलाई मैले चर्चित घटनाको रूपमा राखेको छु। त्यस्तै अर्को खण्डमा छ नियामक निकाय र सहकारी क्षेत्रका सूचनाहरूमध्ये पहिलो सूचना छ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले साउन 10 गते 91 दिन यो समस्याग्रस्त व्यवस्थापन समिति गठन भइसकेपछि गरेको कामको अद्यावधिक कार्यप्रगति विवरण प्रकाशन गरेको छ। कति सहकारीका सदस्यको बचत फिर्ता गर्न सफल भयो, कतिजनाको बचत कति रुपियाँ फिर्ता गरेको छ भन्ने लगायतका विवरण यसले प्रकाशन गरेको छ भने दोस्रो सूचनाका रूपमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट हालसम्म जारी भएका निर्देशिका, मापदण्ड र निर्देशनको सङ्ग्रह प्रकाशन गरेको छ। सहकारीको क्षेत्रमा काम गर्ने सहकारी कर्मीहरूका लागि प्राधिकरणले प्रकाशन गरेको यो सङ्ग्रह पनि एउटा महत्त्वपूर्ण कानुनी जानकारीको विषय रहन सक्छ। र तेस्रो सूचनाका रूपमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले बचत फिर्ता सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरेको छ। कति बचत फिर्ता भएको छ, बचत फिर्ता गर्नका लागि के गर्नुपर्छ र 1 करोडभन्दा बढी बचत गरेका मान्छेहरूले त्यो आम्दानी वैध हो भन्ने विषयमा सो घोषणा पनि कार्यालयमा उपस्थित भएर गर्नुपर्ने भन्ने विषयलाई मैले यो साताको नियामक निकाय र सहकारी क्षेत्रका सूचनाको रूपमा तपाईँहरू समक्ष प्रस्तुत गरेको छु। आजको सहकारी सन्दर्भ हामी अन्तिम चरणमा आइपुगेका छौँ। सहकारी सन्दर्भ तपाईँहरूलाई कस्तो लागेको छ? सहकारी कर्मीहरूले यो सहकारी सन्दर्भलाई अझै बढी उपयोगी बनाउन, सहकारी क्षेत्रलाई काम लाग्ने बनाउनका लागि
के कस्ता विषयहरू थप्नु पर्ला, के कस्तो विषयमा सुधार गर्नु पर्ला भन्ने तपाईँहरूले सुझाव पनि दिन सक्नुहुनेछ। तपाईँहरूले कमेन्ट बक्समा गएर यस सम्बन्धी सुझावहरू दिनका लागि पनि अनुरोध गर्दै आजको सहकारी सन्दर्भबाट म कार्यक्रम प्रस्तोता दामोदर पङ्गेनी पनि बिदा हुन्छु। धन्यवाद, नमस्कार, जय सहकारी। सहकारीको हरेक आवश्यकता पूरा गर्ने सफ्टवेयर गुरु सफ्टवेयर। राष्ट्रिय सहकारी नियमन प्राधिकरण दर्ता अधिकारीको कार्यालयले माग्ने हरेक रिपोर्ट एक क्लिकमा। कोपमिसका लागि चाहिने हरेक रिपोर्ट एक क्लिकमा। सम्पत्ति शुद्धिकरण निवारण कार्यविधि अनुसार सीमा कारोबारको सूचना टिटिआर रिपोर्ट र शङ्कास्पद कारोबारको सूचना एसटिआर रिपोर्ट, गोएमएल रिपोर्ट एक क्लिकमा। ऋणको फलोअप, भाका नागेको ऋणको फलोअप र ताकेता सुविधाहरू, 4 खाता, मासिक, त्रैमासिक र वार्षिक रिपोर्ट, एसएमएस सेवा र सहकारी एप्लिकेसन सेवा, इन्भेन्ट्री म्यानेजमेन्ट सुविधा, सदस्यको जन्मदिनको मेसेज जाने सुविधा, बचत तथा ऋण, दुग्ध सहकारी, कृषि सहकारी, बहुउद्देश्य सहकारी, उपभोक्ता सहकारी, सबैलाई उपयोगी सहकारीको लागि पूर्ण सुविधा सहितको आइएसओ प्रमाणित सफ्टवेयर गुरु इन्फोसिस। सम्पर्क काठमाडौँ 015344 107, 98511 69 744, बुटोल 98570 11 582, 98074 51 582। कार्यक्रम सहकारी सन्दर्भ स्पोन्सर्ड बाई सहकारीको हरेक आवश्यकता पूरा गर्ने सफ्टवेयर गुरु सफ्टवेयर। तालिम र गोष्ठीका लागि बुटोल नजिकैको उत्कृष्ट गन्तव्य श्रीपेज होटेल एन्ड एग्रो रिसोर्ट। के तपाईँ आफ्नो सहकारी संस्थाको वार्षिक समीक्षा, रणनीतिक योजना तर्जुमा, तालिम वा गोष्ठी सञ्चालनका लागि शान्त र उपयुक्त स्थानको खोजीमा हुनुहुन्छ? बुटोलको कोलाहलबाट मात्र 30 मिनटको दूरीमा पहाडको चिसो हावापानी, मनोरम प्राकृतिक वातावरणमा अवस्थित श्रीपेज होटेल एन्ड एग्रो रिसोर्टमा यहाँहरूलाई हार्दिक स्वागत छ। हाम्रा विशेषताहरू: तालिम तथा गोष्ठी कक्ष, सहकारीका रणनीतिक योजना, कार्यशाला र अन्तर्क्रियाका लागि सुविधायुक्त हल, प्राकृतिक वातावरण, शीतल, शान्त र सुन्दर एग्रो रिसोर्टको आनन्ददायी परिवेश, बस्ने र खाने उत्कृष्ट व्यवस्था, अर्ग्यानिक स्वाद र आरामदायी बासको ग्यारेन्टी। देशैभरिबाट रूपन्देही तथा लुम्बिनी भ्रमणमा आउने सहकारी संस्थाहरूका लागि सहकारी व्यवस्थापन सम्बन्धी विशेष अध्ययन भ्रमण प्याकेज। सम्पर्क 98570 77047। श्रीपेज एग्रो रिसोर्ट। सहकारीको रणनीतिक योजना, तालिम र गोष्ठीका लागि बुटोल नजिकैको उत्कृष्ट गन्तव्य श्रीपेज होटेल एन्ड एग्रो रिसोर्ट। नेपालको सहकारी लाखौँको सक्रियता, करोडौँको सहभागिता र अर्बौँको कारोबार छ, तर अनेकौँ सफलताका बीचमा छन् पीडा र चिन्ताका रेखाहरू। परिमाणात्मक सफलता हात पार्न सफल छ नेपालको सहकारी क्षेत्र, तर अब चिन्ता र चासो छ स्वरोजगारी, उद्यमशीलता र गुणात्मक विकासको। सहकारीका यिनै विषयमा छलफल गर्न आउँदैछौँ हामी कार्यक्रम सहकारी सन्दर्भमा, हरेक बुधबार मात्र राजा टेलिभिजनमा।